हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। म चाहिँ आज आइफोन 16 प्रो मैक्स किन्न गइरहेको छु। क्यास पैसा हालेर 2 लाख रुपैयाँ। त्यो चाहिँ मेरो नोट पैसा भयो। त्यो चाहिँ डलर अझै 500 को डलरहरु छ। डलर 50,000 जति यो हालेर चाहिँ आज मैले नयाँ आइफोन किन्छु है त। 500 को डलर चाहिँ 50,000, 1,50,000, 2 लाख रुपैयाँ हालेर चाहिँ क्यास हालेर चाहिँ आज आइफोन 16 प्रो किन्न गइरहेको छु। अब चाहिँ आइफोन 16 प्रो बाट भिडियो आउँछ। पहिला एससी यो थियो, योबाट हुँदै अहिले चाहिँ 14 प्रो मैक्स, अब 16 प्रो मैक्स बाट भिडियो आउँछ है त गाइज। अब म रुमबाट हिँडे। अब चाहिँ म शपिङ सम्बन्ध सब देखाउने छु भिडियोमा। Okay. साइकल चाहिँ मेरो यहाँनिर छ। साइकल अन गरेँ मैले। ओके, साइकलमा चलाउनु मिल्दैन। गाइज अब यहाँबाट भित्रपट्टिको यही बिल्डिङमा पाउँछ मोबाइल चाहिँ। ओ मोबाइल किन्छु गाइज। फाइनली चाहिँ 16 प्रो मैक्स आइसकेको छ हातमा। अनबक्सिङ गर्न गइरहेको छु। यो चाहिँ पहिले खोलिदियो है, किनकि यहाँ ग्लास हाल्न लागेको थिएँ। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले चाहिँ कहाँनिर लेखेको छ नि, मेड इन चाहिँ युएसए क्यालिफोर्निया लेखेको छ है यहाँनिर। 16 प्रो मैक्स यो चाहिँ खास अनबक्सिङ गर्दाखेरि चाहिँ अरू नै हुन्थ्यो, तर खास चाहिँ वहीँ ग्लासहरू हालेर ल्यायो भएर नयाँ चाहिँ नयाँ है गाइज। फेरि यसलाई सेटिङ गरौँ के के छ। अब चाहिँ भिडियो यसबाट आउँछ 16 प्रो मैक्सबाट 14 प्रो मैक्स, 14 प्रो मैक्स हुँदै अहिले चाहिँ 16 प्रो मैक्ससम्म आइपुग्यो। ठिक छ होइन गाइज। अब चाहिँ मेरो हातमा परिसक्यो। अब चाहिँ 16 प्रो मैक्सबाट भिडियो आउँछ। भिडियो लाइक, सेयर, सब्सक्राइब सब ठोक्नु ल। यति नै त गाइज। यो सेटिङ बनाएर पछि भिडियो आउनु ल। ओके बाई।